झापाको दमकस्थित भुटानी शरणार्थी बस्ती बेलडाँगीमा भुटानी शरणार्थीले विश्व शरणार्थी दिवस अवलोकन गरेका छन्। शनिबार 26औं विश्व शरणार्थी दिवसका अवसरमा शरणार्थी बस्तीमा बाँकी रहेका भुटानी शरणार्थीले विभिन्न कार्यक्रम गरी विश्व शरणार्थी दिवस अवलोकन गरेको हो। अन्टिल एभ्रिवान इज सेफ भन्ने मूल नारा राखेर विश्वभर शरणार्थी दिवस अवलोकन गरिरहेको परिप्रेक्ष्यमा यस वर्ष एसएमसीले भने शरणार्थी दिवसको अवसरमा वृक्षारोपण गरेको छ। शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव श्री सन्चाङ सुब्बा नेतृत्वको टोलीले बीआरडब्ल्युएफ, बीआरसीएफ, ब्राट लगायतको सहयोगमा सामूहिक रूपमा वृक्षारोपण गरेको हो। शरणार्थी दिवसकै अवसरमा भुटानी शरणार्थी अपङ्गता सङ्घ ब्राटले सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो। युनेसिया र एलडब्ल्युएफको सहयोग तथा एसएमसी, बीआरडब्ल्युएफ र बीआरसीएफसँगको समन्वयमा भुटानी शरणार्थी अपङ्गता सङ्घ ब्राटले उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ब्राटका कार्यक्रम व्यवस्थापक थिरू प्रसाद घिमिरेले अपङ्गता सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो। सोही कार्यक्रममा शरणार्थी र अपङ्गता भएका बालबालिकाले साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा भुटानी शरणार्थी बालमञ्चका लक्ष्मी विश्व र आशिका विश्वकर्माले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो। यसैगरी दिव्या राई नेतृत्वको टोलीले सामूहिक नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा भुटानी शरणार्थी अपङ्गता सङ्घका लक्ष्मीमाया तामाङ, स्वीकृति सुब्बा, कृष्णमाया चपागाई र सम्झना राईले नृत्य प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा एलडब्ल्युएफका व्यवस्थापक सन्तोष चौधरी, बीआरडब्ल्युएफका रिन्जिन्डेमा सोनिका सुब्बा, ब्राटका अध्यक्ष तनुजा तामाङ र एसएमसीका सचिव श्री सन्चाङ सुब्बाले मन्तव्य राख्नुभएको थियो। यसैगरी शरणार्थी दिवसकै अवसरमा स्वदेश फिर्ती समूहले स्वदेश फिर्तीको माग राखी छुट्टै कार्यक्रम आयोजना गरेका थिए। पूर्व शिविर सचिव श्री डीबी सुब्बा र कृष्णवीर तामाङ नेतृत्वको उक्त समूहले शिविरभित्र शान्तिपूर्ण र्याली निकालेका थिए।